त्यसपछि गोली लाग्ने व्यक्ति 27 वर्षे कमल घिमिरे हुन्। 1:48 हामी उनलाई ठिक सडक पारी भेट्छौं। यो कमलको आफ्नै फोनबाट खिचिएको दृश्य हो। उनले भिडियो खिचेको प्रहरी अधिकारीहरूको टोलीमा कम्तीमा 2 जनाले बन्दुक बोकेका छन्। त्यसपछि कमल अग्रपन्थीबाट टाढा हिँड्छन्। प्रहरीमाथि ढुङ्गा हानिरहेको यस व्यक्तिको भिडियो उनको क्यामेराले कैद गर्छ र त्यसको लगत्तै कमल ढल्छन्। हामीले यही घटना अर्को दृष्टिकोणबाट पनि भेटेका छौं। कमल यहाँ छन्, ढुङ्गा हानिरहेका व्यक्ति र कमललाई गोली लागेको क्षण। उनको मेडिकल रिपोर्टका अनुसार गोली उनको बायाँ काखी मुनिबाट घुसेर पिठ्यूबाट बाहिर निस्केको थियो। गोली ठ्याक्क कसरी आइपुग्यो भन्ने यकिन नभए पनि कुन दिशाबाट हानिएको हो भन्ने चाहिँ देख्न सकिन्छ। त्यसले कमल घिमिरेले केही क्षण अघि मात्रै भिडियो खिचेको प्रहरीकै समूहतिर संकेत गर्छ। कमलको मेरुदण्डलाई गोलीले केही मिलिमिटरले मात्रै नछोएको थियो। उनी बाँचे। झन्डै त्यही क्षणमा त्यहाँबाट 200 मिटर पश्चिममा अर्का युवालाई गोली लाग्छ। यी हुन् त्यसै दिन केही बेर अघि देखिएका 22 वर्षे रसिक खतिवडा। उनको टी सर्टमा लेखिएको छ, हामी नेता चाहन्छौं, लुटेरा होइन। रसिकलाई ठ्याक्क कुन बेला वा कहाँबाट गोली हान्यो भन्ने हामीलाई थाहा छैन। तर दिउँसो 1:53 बजे रसिकलाई बोकेर लगेको यो दृश्य एक प्रदर्शनकारीको फोनले खिचेको रहेछ। उनको छातीमा गोली लागेको थियो। यसै चोटले उनको ज्यान लग्यो। उनी 22 वर्षका थिए। यस बेलासम्म डिस्कोड प्रयोगकर्ताहरू प्रदर्शनकारीलाई पछि हट्न आह्वान गर्न थाल्छन्। तर 21 वर्षे सुलभराज श्रेष्ठ संसद परिसरको गेटमै बस्छन्। उनले भ्रष्टाचार अन्त्य गर लेखेको कागज बोकेका छन्। नीलो झोला बोकेका उनलाई हामी यहाँ गेटको झडप हेरिरहेका देख्छौं। केही सेकेन्डमा केही पाइला पर यस्तो छ पुलिसले लुक एट इट, सुलभको मृत्यु हुन्छ। उनलाई अब बचाउन सकिन्न भन्ने लागेपछि प्रदर्शनकारीले सुलभलाई गेटसम्म पुर्याउँछन्। उनको शरीरलाई सडकमा राख्छन्, प्रहरीको ठिक अगाडि, र नेपालको झण्डा उडाइदिन्छन्। यस गोली प्रहारका प्रत्यक्षदर्शी मध्ये थिए स्कुल ड्रेस लगाएका 17 वर्षीय किशोर श्रीयम चौलागाई। केही मिनेटपछि चोकको अझै नजिक श्रीयम फेरि देखिन्छन्। उनको अगाडि प्रदर्शनकारीको एउटा समूह प्रहरीमाथि ढुङ्गा हान्दैछ। यहाँको हिंसाबाट तर्केर श्रीयम चोकतिर फिर्ता हिँड्छन्। यिनै उनका अन्तिम पाइला हुन्छन्। केही बेरमा अर्को फोनले यो दृश्य कैद गर्छ, जुन नेपाल भरि भाइरल हुन्छन्। टाउको पछाडि लागेको गोलीको चोटबाट धेरै रगत बगिरहेका श्रीयमलाई बोकेर सडक पारी लगिन्छ। वरिपरिका मानिसले उनलाई एम्बुलेन्समा राख्छन्, तर ढिलो भइसकेको हुन्छ। राष्ट्रिय ट्रमा सेन्टरमा आइपुग्दा श्रीयमको मृत्यु हुन्छ। भदौ 23 गते संघीय संसद बाहिर गोली प्रहारबाट मारिने व्यक्तिहरूमध्ये उनी सबैभन्दा कम उमेरका हुन्। नेपालका जेन्जी प्रदर्शनकारीले
विनोद, रसिक र श्रियमको मृत्यु प्रहरीको गोली लागेर भएको हो भन्दै आएका छन्। तर तीमध्ये कुनै पनि गोली प्रहारको दृश्य क्यामेरामा कैद भएको भेटिएन। त्यसपछि मारिएका योगेन्द्र न्युपानेलाई केही कदम पर मात्रै गोली लाग्छ। यसपटक भने योगेन्द्र ढल्दा गोली संसद भवन परिसरभित्रबाटै चलेको थियो भन्ने अहिलेसम्मको सबैभन्दा स्पष्ट प्रमाण हामीले भेटेका छौं। यस गोली प्रहारको 90 सेकेन्ड मात्र अघि संसद भवनमा यस्तो भइसकेको छैन। भ्लगर निषेध दाहालले आफ्नो क्यामेरा संसद भवनतिर फर्काए। शस्त्र प्रयोगहरू यता देख्न सक्नुहुन्छ हजुरहरूले। प्रहरीको यो समूहलाई ध्यान दिएर हेरौं। दिउँसो ठ्याक्कै 2:21 बजे उनीहरू संसद परिसरको पर्खालतर्फ अघि बढ्छन्। भिड बिथोलियो के? भिड बिथोलियो नि त नि। ओ यताबाट आयो। केही सेकेन्ड पछि हान्यो यता भिड बिथोलियो के केटाहरूले? 7 पटक बन्दुक पड्केको आवाज सुन्छ र रगत बगाउँदै ज्यान गुमाइरहेका योगेन्द्रलाई देख्छौं। यस क्यामेरा एंगलले उनलाई कसले गोली हान्यो भन्ने देखाउँदैन। तर त्यही क्षण फुटपाथमा केही कदम परबाट खिचिएको अर्को भिडियो क्लिप हामीले फेला पार्यौं। झट्ट हेर्दा यसमा थप प्रमाण देखिँदैन। तर जुम गरेर हेर्ने हो र फुटेजलाई स्थिर बनाउने हो भने गोली चलेको स्पष्ट देख्न सक्छौं। त्यसको 15 सेकेन्ड पछि प्रहरीको त्यही टोली झैं देखिने समूह मैदानको कुनातिर अघि बढिरहेको दृश्य तेस्रो क्यामेराले कैद गर्छ। प्रहरीले संसद परिसरभित्रबाट गोली प्रहार गरेर निहत्था प्रदर्शनकारीलाई मारेका थिए भन्ने संकेत गर्ने यही नै हामीले भेटेको सबैभन्दा स्पष्ट प्रमाण हो। प्रदर्शनकारी जहाँ लुक्न सके त्यही लुके। चोटका कारण योगेन्द्रको मृत्यु भयो। उनी 24 वर्षका थिए। बीबीसीले विश्लेषण गरेका भिडियो फुटेजमा न त योगेन्द्रलाई न अरू कुनै पीडितलाई कुनै प्रकारको हिंसात्मक गतिविधिमा लागेको देख्न सकिन्छ। आधिकारिक तथ्याङ्कका अनुसार भदौ 23 गते भएको विरोध प्रदर्शनमा 19 जना युवाले ज्यान गुमाए। थप 300 घाइते भए।